हेलो फ्रेन्ड्स, इट्स इन्जिनियर अजय र मैले अहिले ओपन गरेको छु रेभिट सफ्टवेयर र मसँग छ एउटा प्रम्प्ट जुन चाहिँ मैले क्लाउड युज गरेर जेनेरेट गरेको छु र अब म यो रेभिट मोडेलमा एउटा बिल्डिङ बनाउँछु र त्यसको लागि सिम्पली म त्यो प्रम्प्टलाई गएर कुनै पनि एउटा आइडीमा गएर पेस्ट गर्छु र मेरो अहिले क्लाउड र जेमिनाई चाहिँ रेभिटसँग कनेक्ट छ र कनेक्सनको बारेमा बुझ्न छ भने कमेन्ट गर्नु होला र हेर्न सक्नुहुन्छ। अब म सिम्पली यो एजेन्ट रन भएको हेर्छु र हेर्न सक्नुहुन्छ मैले सिम्पली केही पनि गर्न परेन, जस्ट सबमिट एन्ड त्यो पछि एक्सेप्ट गर्दै जाने। यसले एउटा इम्प्लिमेन्टेसन प्लान बनाउँछ, त्यो चाहिँ तपाईँले एकचोटि रिड गर्नु होला र केही चेन्जेस छ भने त्यसमा तपाईँले करेक्ट गर्न सक्नुहुन्छ र केही समयपछि हेर्न सक्नुहुन्छ यसले एउटा जेनेरेट गरिदिन्छ मोडेल। हेरौँ है त, 1 2 रन हुँदैछ र 3 हेर्न सक्नुहुन्छ निकै दामी मोडेल जेनेरेट गरेको छ जसमा तपाईँको डोर्सदेखि लिएर वाल एनोटेसन त्यसै गरी तपाईँको विन्डोज सबै कुरा पर्फेक्टली यसले जेनेरेट गरेर दिएको छ। हेर्न सक्नुहुन्छ जस्तो मैले भनेको थिएँ त्यही प्रकारको यसले जेनेरेट गरेको छ, केही कुरामा कमी छ, त्यही भएर मैले फेरि सिम्पली के गरेँ भन्दाखेरि मैले फेरि पनि प्रम्प्ट दिएँ र जुन जुन इरर थियो त्यसलाई करेक्ट गर्न लगाएँ है त। र यो फेरि केही समय रन हुन्छ र यसले मलाई फाइनल एउटा 3D मोडेल जेनेरेट गरेर दिन्छ है त। हेरौँ है त, 1 2 एन्ड बुम। यहाँनिर हेर्न सक्नुहुन्छ निकै नै दामी यसले एउटा मोडेल जेनेरेट गरेर पनि यसले मलाई दियो र यहाँनिर मैले जुन जुन मेटेरियल हाल भनेर भनेको थिएँ त्यही मेटेरियल हालेको छ, बट केही पार्टमा अझै यसले गल्ती गरेको छ। बट यतिको मोडेल जेनेरेट गर्नु भनेको चाहिँ इट्स इम्प्रेसिभ है त। र यहाँनिर हेर्न सक्नुहुन्छ 3D निकै नै दामी छ, वालहरू तपाईँको त्यसै गरी विन्डो सेम प्रकारले तपाईँको हेर्न सक्नुहुन्छ, सिल लेभलहरू पनि सबै पर्फेक्ट छ, ठिक छ। अब म सिम्पली यहाँनिर जान्छु र सिम्पली फ्लोर प्लान हेर्छु। हेर्न सक्नुहुन्छ मेन डोर त्यसै गरी अरू डोरहरू भयो, त्यसै गरी एनोटेसन, यो बाथरुममा चाहिँ दुईवटा डोर हालेछ यसले, त्यसै गरी स्टेयरकेस सबै ठिक छ। त्यसै गरी हामी सेकेन्ड फ्लोरमा जाऊँ, यहाँनिर हेर्न सक्नुहुन्छ त्यसै गरी सेक्सन पनि ठिकै छ। त्यसै गरी तपाईँको एलिभेसनहरू इस्ट वेस्ट नर्थ साउथ सबै जेनेरेट भइसकेको छ। यो स्टेयरकेस चाहिँ मैले सिम्पली नहाल्दा हुन्थ्यो, बट मैले टेस्टिङको लागि हालेँ हो स्टेयरकेस, यसले कुनै अर्थ राख्दैन है। र हेर्न सक्नुहुन्छ तपाईँको सिटहरू पनि अलरेडी जेनेरेटेड छ। यहाँनिर स्केड्युल हेर्न चाहन्छु म, फर इक्जाम्पल रुम फिनिसको पनि यसले अलरेडी जेनेरेट गरेको छ भने सिट इन्डेक्सदेखि लिएर सबै कुरा अलरेडी जेनेरेट भइसकेको छ। रेभिटमा एउटा 3D मोडेल क्रिएट गर्ने बित्तिकै सबै कुरा अटोमेटिक अपडेट त भइ नै हाल्छ। र हेर्न सक्नुहुन्छ एनोटेसनहरू पनि पर्फेक्ट छ र टेक्स्टको साइज अथवा स्केल तपाईँले हेर्न सक्नुहुन्छ त्यो पनि पर्फेक्ट तरिकाले राखेको छ। र यतिको मोडेल रेभिटले सिम्पली एआईको मद्दतले जेनेरेट गर्नु भनेको चाहिँ यो निकै नै दामी कुरा हो, बट केही अलिकति फ्रस्ट्रेटिङ कुरा पनि हो। मलाई लाग्थ्यो सिभिल इन्जिनियरिङको त्यसै गरी आर्किटेक्टको यो जब चाहिँ एआईले खाँदैन भनेर लाग्थ्यो, बट हेर्न सक्नुहुन्छ हाम्रो अबाउट 2 or 3 आवर त्यसै गरी धेरै लामो समय लाग्ने कामहरू चाहिँ यसले निकै नै फास्ट गरिरहेको छ। हेर्न सक्नुहुन्छ निकै नै दामी तरिकाले जेनेरेट गरेको छ। र यो बाथरुमको ढोका चाहिँ अलिकति यसले बिगारेर रहेछ, दुईवटा डोर युज गरिरहेछ, बट द्याट्स नट अ बिग डिल, सिम्पली डिलिट गर्दा भइहाल्छ। हेर्न सक्नुहुन्छ त्यसै गरी मेटेरियल पनि यसले पर्फेक्ट नै जेनेरेट गरेको छ। फर इक्जाम्पल म एकतामा जुम गर्छु, हेर्नुहोस् त मार्बल पनि पर्फेक्टली यसले लगाएको छ। त्यसै गरी यहाँनिर ब्रिक यो सायद एक्स्ट्रा यहाँनिर हाल्यो है। त्यसै गरी तपाईँको वालको पेन्टदेखि लिएर डोरको मेटेरियल सबै कुरा यसले पर्फेक्टली युज गरेको छ, जस्तो मैले भनेको थिएँ त्यही प्रकारले यसले जेनेरेट गरेको छ।